ल है साथीहरू, रुम भर्खर खाली भएको छ है। भित्र कस्तो छ अब हेरौँ न त। अब यस्तो भिडियो नहाल्नु भन्नुहुन्छ, चरित्र हत्या हुन्छ कस्टमरको, यस्तो नदेखाउनुहोस् भनेर धेरैजनाले भन्नुहुन्छ। खोइ हत्या भएर पनि लास परेको देख्दैन, आफूलाई भिडियो बनाउन मन लागिहाल्छ। अब के गर्नु होइन, यस्तै छ। अब रुमहरू यस्तै यस्तै हुन्छ। हामी त नआउने हजुरको होटेलमा भन्नुहुन्छ। जो मान्छे गलत छ नि, मेरो पनि देखाइदिन्छ कि भिडियो बनाएर भन्ने सोच्ने चाहिँ त्यस्तो सोच्नुहुन्छ होला। तर मान्छेकै मैले कस्टमरको चाहिँ भिडियो बनाएर हाल्दिनँ ल। त्यस्तो गर्न पाप चाहिँ हुँदैन। कसैको केही समस्या होला, हामीलाई केही मतलब भएन। हामी त व्यवसाय चलाउने मान्छे हो। हेर्नु, त्यो रुम सफा गरेर मैले यत्तिको बनाइसकेको छु। अनि हाम्रो यो रहेको छ एटेच बाथरुमवाला रुम। टक्क ऐना हेर्ने, टिकटक बनाउने उता छ। अनि टोयलेट चाहिँ यत्तिकै छ, सफा नै छ। अनि यो चाहिँ हजुरहरूले मात्र 600मा पाउनुहुनेछ है। सस्तो सुलभ मूल्यमा हामीले रुमहरू दिइरहेका छौँ। ल आइहाल्नुहोस् है हजुरहरू।